यसो इन्टरभ्यू लिनु भनेको खोइ यहाँ त कोही मान्छे भेटिन त के गर्नुपर्ने हो ए यहाँ दा रहेछ नि दा सुन्नु नि त्यही त यसो युट्युबमा तपाईँले चिन्नु भएको होला सायद मलाई भिडियो हेर्नु भएको छ मेरो के नाम छ भाइ मेरो कैरत ल ए हजुर हजुर त्यही त म यसो यहाँनिर सबैजना पिकनिकहरू खेल्न आएको रहेछ होइन त्यही त कोही मान्छे भेटिन कोहीसँग सोध्नुको लागि कि यताको वातावरणको बारेमा माइकहरू छैन क्यामेरा चाहिँ मैले माथि लगाएको छु त्यही त क्वेसन चाहिँ के हो भन्दाखेरि चाहिँ अन्त तपाईँ कोसँग आउनुभयो त होइन अन्त कहिले आउनु भएको अन्त कोसँग आउनु बाइक गाडी स्कुटीमा आउनुभएको तपाईँ त्यही त यो जग्गाको चाहिँ कस्तो छ वातावरण यसो भनिदिनु नि यो त पिकनिक अन्त तपाईँ कहाँ बस्नुहुन्छ म भाइ मणिपाल बस्नुहुन्छ मणिपाल कुन चाहिँ जग्गा बस्नुहुन्छ मणिपाल त्यो एमबिबिएस कहाँ कता यता हो कि तल्लोपट्टि अनि यता यता साइडको अरे कहना क्या चाहते हो त्यो तल्लोपट्टिको हजुर अन्त यहाँनिर एक्लै आउनु भएको तपाईँ घुम्नुको लागि कोही एक्लै मजा लाग्छ एक्लै आउनु त्यसै अब सन्डेको दिन थियो ए टाइम कति भयो हेरिदिनु अनि स्कुटी कहाँ पार्क गर्नु भएको छ स्कुटी यहाँ पार्क गर्छ कति बजी फर्किनुहुन्छ अन्त यहाँ होइन अन्त एक्लै जानुहुन्छ कस्तो खालको हो क्वेसन मात्रै सोधेको जवाफ दिनु म